साहित्यकार गीतकार डिआरज्यूको गीत संग्रह विमोचनमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा पुनः एकपल्ट अभिवादन टक्राउन चाहन्छु। विमोचन कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुनको लागि म अनिशासन नेपाल च्याप्टर तथा अनिशासनका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि म वरिष्ठ संगीतकार सम्बोधित बास्कोटाज्यू, उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति पनि हुनुहुन्छ, उहाँलाई म प्रमुख अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यस्तै गरेर म विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री गणेश रसिकज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। प्राज्ञ परिषद सदस्य नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य श्री उन्नति बोहरा शिलाज्यूलाई पनि प्रमुख अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसपछि आसन ग्रहणको क्रमलाई म पुनः अगाडि बढाउन चाहन्छु र आज हामीसँग स्रष्टा सर्जक डिआरज्यूको ममतामयी माता हुनुहुन्छ, 85 वर्षीय आमा, उहाँ स्रष्टाका माता ममतामयी माता श्रीमती कमला कुमारी राईज्यूलाई पनि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आज यस विमोचन हुन लागिरहेको कृतिको गीत संग्रहका स्रष्टा डिआरज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै गरेर प्राज्ञ श्री श्रवण मुखार्जीज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै गरेर अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष शिवहरि पौडेलज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै गरी अध्यक्ष गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्र मणि दाहालज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै गरेर संगीतकार संघ नेपालका अध्यक्ष यस्तै गरेर प्रस्तुता समाज नेपालका अध्यक्ष श्री हेमन्त शर्माज्यूलाई पनि म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वरिष्ठ गायक कोमल निरौलाज्यूलाई पनि म अग्रस्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यहाँ उपस्थित हुनुभएका स्रष्टा गीतकार सङ्गीतकार गायक त्यस्तै गरेर सृजनालाई गीतलाई सङ्गीतलाई माया गर्नुहुने अधिक अनुरोध गर्दछु। डाक्टर भीमार्जुन आचार्यज्यूलाई मैले बीचको फूल टिपिदिन्छु, लाखौं ताराहरू बीच पूर्णिमाको तिमी जुन हौ, खोला नदी बगे पनि सहराको तिमी धुन हौ, भन्छौ भने पनि सुबास दिने तिमी एक हौ, खोला नदी बगे पनि सहराको तिमी धुन हौ, भन्छौ भने तिमीलाई स्वर्गमा घर बनाइदिन्छु, तिम्रा लागि इन्द्रेणीको घुम्टोले सजाइदिन्छु, बाँचुन जेल मेरा लागि एक मात्र तिमी प्राण हौ, खोला नदी बगे पनि सहराको तिमी धुन हौ। डिआर राई सर्जकको एउटा गीत मैले वाचन गरेँ। यहाँ यो भ्याकुमलाई अलिकति पुरा गरौँ भनेर मात्र मैले उहाँको गीत किताब यो सङ्ग्रहमा रहेको गीत वाचन गरेँ। सर्जक डिआरज्यूको गीत सङ्ग्रहको विमोचनमा छौँ हामी। यो क्रम अगाडि छ र विमोचन समारोहमा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति आज मैले धेरै बाक्लो उपस्थिति पनि देखेको छु। धेरै गीत सङ्गीतलाई माया सबैले गर्नुहुन्छ। यहाँ हास्य क्षेत्रदेखि लिएर अन्य विविध क्षेत्रका विशिष्ट कलाकारज्यूहरू पनि उपस्थित हुनुहुन्छ। धेरै गरिमामय बनाइदिनु भएको छ हाम्रो आजको विमोचन समारोहलाई। सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु म एकपटक। इलामका डिआर राई दिनेश कुमार राईज्यू, उहाँलाई हामीले एकजना राम्रो फोटोग्राफरको रूपमा चिनेका थियौँ। विशेष गरेर म पनि इलामकै हो, तर पनि आसन ग्रहणका लागि केही लिस्ट यहाँ म सामु आइसकेको छ। यथास्थानमा आसन ग्रहणका लागि सफल भारतीज्यू, राजन श्रेष्ठज्यू, प्रज्ञ र डम्बर छेत्रीज्यू, उहाँहरूलाई पनि यथा बढाउन चाहन्छु र कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा स्वागत मन्तव्य राखिदिनु हुनको लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका उपाध्यक्ष श्री रामबाबु सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। समुचित बास्कोटा हुनुहुन्छ। सबभन्दा पहिल्यै आजका यस कार्यक्रमका सभापति प्रमुख अतिथि समुचित बास्कोटाज्यू,
अग्रासन, तर यो अग्रासनको लेभल चाहिँ लगभग अग्रासन पछि पनि छ। आज बडो राम्रो मिलेको छ। अग्रासनमा बस्ने, अगाडि बस्नुहुने विशिष्ट व्यक्तित्वहरू, विशेष अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुभएका गीत सङ्गीतमा का प्रेमी सम्पूर्ण स्रष्टाहरू, सर्जकहरू, पत्रकारहरू, महिला तथा सज्जनवृन्द, अन्तरालहरू बेला मौकामा गर्दै आएको छ र आज यस कार्यक्रमका विशेष व्यक्तित्व स्रष्टा पुस्तकको चाहिँ विमोचन हुँदैछ। विशेष गरेर उहाँलाई म धन्यवाद ज्ञापन गर्दछु र हाम्रो आग्रहलाई, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर सम्पूर्ण व्यक्तित्वहरू, सम्पूर्ण स्रष्टाहरू, सर्जकहरू यहाँलाई बढी हुनुहुन्थ्यो होला। त्यसलाई हामी यहाँको सङ्गीतमय माहौलले यहाँहरूलाई शीतलता प्रदान गर्ने प्रयत्न गर्छौँ। यहाँहरूलाई म स्वागत गर्छु। स्वागतम, स्वागतम, स्वागतम। विमोचन कार्यक्रमको उद्घाटन पनि गर्दैछौँ र हामी आज यस्ता विशेष बनाउन चाहन्छौँ। हामी यो हलभित्र छौँ, कालो खालो पर्दा छ, हामीलाई गर्मी भइरहेको छ र आजको उद्घाटनको लागि छौँ र आजका प्रमुख अतिथिज्यूलाई ल्याउँदै गयौँ भने हामीलाई यहाँ अहिले भइरहेको गर्मीबाट केही राहत मिल्थ्यो होला भन्ने हामीलाई लाग्छ। कार्यक्रममा अब यस कृति आत्मभाव गीति सङ्ग्रहको विमोचनको अवसर आयो। कमला रिसालज्यू र भगवतीज्यूलाई त्यो पुस्तक अगाडि ल्याएर साथ दिनेछौँ। कितना भी चाहिए हुन त हाम्रा सिर्जनाहरूलाई हामीले माया गर्नुपर्ने हो, तर उहाँले आज विमोचनको क्रम रहेकोले गर्दा मैले बिर्सेको छ भन्ने कार्यक्रमको समापनपछि यहाँहरूको त्यो भावना मेटिने नै स्रष्टाको सम्मान भनेको सृजनाको पनि सम्मान हो। आजका सर्जक, आत्मभावका सर्जक, गीति सङ्ग्रह आत्मभावका सर्जक जीवन राईज्यूको सम्मान सँगसँगै फेरि म अर्को सम्मानतर्फ गइरहेको छु, अगाडि बढाउन चाहन्छु र आज हामीसँग हुनुहुन्छ स्रष्टाका ममतामय आमा कमल कुमारी राईज्यू। उहाँ 85 वर्ष पुगिसक्नु भएको छ। उहाँलाई पनि सम्मान गरिदिनको लागि अनुरोध गर्दछु। धन्यवाद प्रमुख अतिथिज्यू। आजका यस आत्मभाव विमोचन कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यूहरू र यसमा आसीन लब्ध प्रतिष्ठित व्यक्तित्वहरू र उपस्थित पत्रकारज्यूहरू, क्यामेरा पर्सनहरू र सम्पूर्ण महानुभावहरू, हुन त सम्पूर्ण उपस्थित महानुभावहरू आजको अतिथि नै हुनुहुन्छ। मेरो लागि यो गौरवको कुरो हो। यहाँहरूको उपस्थितिले नै आज मेरो यो आत्मभाव विमोचन कार्यक्रम सफल भएको मैले ठानिरहेको छु। र हुन त मैले यसमा बस्नुहुने मूर्धन्य विद्वत व्यक्तिहरूको मैले बारेमा भूमिकाहरू बाँधिरहन चाहिनँ, किनभने
उहाँहरू आफैमा विद्वत व्यक्तिहरू अग्रज व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूको आफू परिचित हुनुहुन्छ। उहाँहरूको उचाइको बारेमा मैले त्यति भनिरहनु नपर्ला जस्तो लागेर मैले यो कार्यक्रम छुटाउनुलाई अलिक छोटो गर्न चाहिरहेको छु। र मेरो कृतिको बारेमा भन्नुपर्दा हुन त मैले योभन्दा अगाडि पनि कृतिहरू अरूहरू पनि थुप्रै निकालेको छु। एल्बमहरू 4वटा निस्किसकेको छ। यो पुस्तक 3टा भएको हो। तर मैले आजको दिनसम्म मैले विमोचन चाहिँ गरेको थिइनँ, किनभने मेरो आफ्नै कारण समयको अभाव कामको व्यस्तताले मैले कहिले पनि विमोचन गर्न सकिरहेको अवस्था थिएन। विमोचन गर्न पाएँ, अत्यन्तै खुसी लागेछ। यसमा पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको पहल कदमी मैले बिर्सनु हुँदैन। उहाँले एउटा मलाई उत्साह दिएर गर्नुपर्छ भनेर धेरै महिनादेखिको लागि परेर बल्ल आज यो सार्वजनिकीकरण गर्न पाएको छु। म अत्यन्तै खुसी छु र मैले मेरै कृतिको बारेमा धेरै बोलिरहनु र मेरै त्यो भावना कल्पनाहरूको एउटा बिम्बहरूबाट उत्पन्न भएका मेरा सिर्जनाहरूको बारेमा मैले धेरै बोलिरहनु भन्दा पनि यहाँ स्रष्टा अग्रज व्यक्तित्वहरूको मुखारबिन्दबाट सुन्नलाई म आतुर छु। त्यसले गर्दाखेरि पनि म मेरो कृतिको बारेमा धेरै लामो कुरा भन्दिनँ। म अत्यन्तै खुसी छु जुन मैले आज यहाँहरूको माझमा आमासँगै बसेर मैले यो विमोचन गर्न पाउँदा म अति नै हर्षविमोर भएको छु। र यतिका दिनसम्म मैले कुनै पनि कृतिहरू विमोचन गरेको थिइनँ, जुन एउटा संयोग पनि रहेछ। अहिले यहाँहरूको माझ आमाको साथ आत्मा भाव मेरो लागि यो बोल्दा बोल्दै अति राम्रो शब्द पनि मिल्यो। आमाको साथ आत्मा भाव यो मेरो आजको दिन एकदमै अविस्मरणीय दिन र अविस्मरणीय एउटा क्षण रहेको छ। यो मेरो लागि एकदमै उपलब्धिपूर्ण मैले ठानेको छु। म अझ आतुर छु यो अर्थमा कि मभन्दा अग्रज र व्यक्तित्वहरू विद्वत व्यक्तिहरूबाट मेरो यो राम्रा नराम्रा अप्ठ्यारा सप्ठ्यारा भएका कुराहरू टिका टिप्पणी गरिदिनुहुन्छ भन्ने मलाई आशा लागेको छ। त्यही मलाई सुन्नलाई मैले बोल्नुभन्दा पनि उहाँहरूको प्रतिक्रिया म सुन्नलाई आतुर छु। त्यसले गर्दाखेरि पनि मेरो सानो छोटो भनाइलाई यहीँ पुर्याउँदै बिदा हुन्छु। जय गीत, जय सङ्गीत, धन्यवाद। अन्य विशिष्ट अतिथिहरू, अग्रभागमा रहनुहुने सम्पूर्ण साहित्यिक साङ्गीतिक व्यक्तित्वहरू, पत्रकार साथीहरू र आजका स्रष्टा गीतकार डिआर राईज्यू, मैले यो बोल्ने प्रयत्न गर्दैछु। यसको बारेमा अत्यन्त धेरै काली सरको इन्ट्रेस्टलाई पनि मैले नै भन्न सकिनँ। समग्र रूपमा सबै हेर्दै जाँदा डिआरको गीत लेखन 2058 सालदेखि देखिन्छ। अहिले 73 सालसम्म आइपुग्दा अनवरत एउटा बगिरहने नदी जस्तै लेखिरहने त्यो किसिमभन्दा फरक किसिममा भेटिन्छ। कस्तो छ भने विभिन्न विषयगत विविधता एउटा लेखकको राम्रो पक्ष हो जस्तो मलाई लाग्छ। त्यो चाहिँ गीतकार डिआरभित्र पाइन्छ नै। 7वटा कृतिका सर्जक भइसक्नु भएको छ डिआर। त्यो हिसाबले पनि उहाँसँगै सङ्गीतको यात्रामा असाध्यै आदरणीय सङ्गीतकार र गायनमा पनि त्यस्तै अग्रजदेखि अनुजसम्मको सहकार्य देखिन्छ। उहाँको गीति लेखनसँग जोडिएर आएका सङ्गीत र गायनका पक्ष हेर्दाखेरि कतिपय पुरस्कार र सम्मान प्रायोजित पनि हुन्छन्, तर पनि केही चाहिँ तर्फबाट पनि सम्मानित हुनुहुन्छ। यसरी सर उहाँलाई छोटो रूपमा हेर्दै जाँदा अध्यक्ष सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य र केन्द्रीय सदस्य हुनुहुन्छ। इलामेली समाजको चाहिँ कार्य समितिको सदस्य हुनुहुन्छ। त्यस्तै राष्ट्रिय मानवाधिकार प्रतिष्ठान, अनामनगर विकास समिति र गीतकार सङ्घ नेपालको गीतकार सङ्घ नेपालको शुभकामना मन्तव्य छ। सङ्गीतकार सङ्घ, प्रस्तुता समाज र संस्कृतिविद सङ्गीतकार गुरुमुखाहरूको पनि
यसमा उहाँको भनाइ आइसकेको छ के कस्तो छ भन्ने कुरा मैले धेरै भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन, किनभने एकछिनपछि सबैको हातमा एक किताब पर्छ र नेपाली साहित्यका लेखनका चाहिँ शिखर पुरुष राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यूको भन्ने कुराबाट पनि धेरै कुराहरू हामीले महसुस गर्न सक्छौँ जस्तो लाग्छ। र सर्व यसरी हेर्दै जाँदाखेरि कृतिमा के देखिन्छ उहाँको लेखनमा भने एउटा आध्यात्मिक चिन्तन, राष्ट्रियता, अनि जीवन दर्शन, सकारात्मक सन्देश अनि जीवनका विभिन्न आयामहरू अन्तर्गत चाहिँ संयोगान्त वियोगान्त भावका सम्पूर्ण भावहरू त्यहाँ छताछुल्ल भएर पोखिएका देखिन्छन्। मलाई लाग्छ हामी सबै चिज पाए पनि आमाभन्दा ठुलो विश्वविद्यालय, आमाभन्दा ठुलो पाठशाला, आमाभन्दा ठुलो किताब, आमाको भन्दा ठुलो माया के चाहिँ पाइन्छ होला संसारमा लाग्छ। त्यसकारण मैले यो कुरालाई कोड गरेँ। यसरी पढ्दै जाँदा पहिलो नम्बरमा गीत छ। यो गीतलाई मैले आध्यात्मिक चिन्तन, शान्ति र सकारात्मक सोचका लागि आह्वान गरेको गीत हो जस्तो मलाई लाग्छ। बाँचौँ हामी प्रेमले मिलिजुली जगतमा, भलो होस् सबको, खुसी रहन् जीवनमा। यस्तै तरिकाले अगाडि बढ्दै गएका छन् टी.आर. राईका लेखनहरू। अन्तर्हृदयदेखि यो गीत प्रस्तुत गर्नुभयो जस्तो लाग्छ। त्यो वियोगान्त भावको गीत, झन्झन मुटु दुख्न थाल्यो अप्रिय तिम्रो यादमा, दिन त त्यसै ढली जान्छ ऐठन पर्छ रातमा। यो वियोगान्त भावको एउटा चाहिँ यो भित्रको एउटा नमुना गीत हो जस्तो लाग्छ। यो युवा पिँढीका लागि छ नि अहिले अब कस्तो गीत चाहिन्छ भन्दाखेरि टक्क छ नि एउटा स्टेजमा नाच्ने टाइपको भन्ने खालको गीतहरू पनि, त्यसमा पनि कमी देखिएन उहाँको लेखन। तिम्रो त्यो रूप रङ्ग वारेवा, तिम्रो त्यो जिउडाल वारेवा, गुलाबी ओठ मुस्कान चाहिँ उस्तै, गाजलो आँखा नजर चाहिँ त्यस्तै, तिम्रो यो रूप रङ्ग वारेवा, तिम्रो नजर वारेवा, यस्तै टाइपको गीतहरू। असाध्यै यो रोमान्टिक टाइपको गीत भन्ने लाग्यो। अनि त्यस्तै अर्को अलिकति संयोगान्त भावको गीत पनि छ। लालुपाते फुलै फुल्यो, डाली लर्काई लर्काई, अप्सरा झैँ मोरी भेट्दा बैस चढ्यो मलाई। यो मोरी भन्ने शब्द चाहिँ असाध्यै रोमान्टिक तरिकाले प्रस्तुत गर्नुभयो। त्यसमा गाली गरेको होइन कि मायाले मोरी भनिएको एउटा चाहिँ लेखकको उत्कृष्टता हो जस्तो मलाई लाग्छ। र हामी गरिबीको अत्यन्त भनौँ न एउटा प्राकाष्ठमा पुगेको एउटा अभिव्यक्ति यहाँ चाहिँ छ। कतिको जीवनशैली त्यस्तो पनि छ। नेपाली जीवन त धेरैको छ जस्तो लाग्छ। आङ ढाके टालेर टालोमाथि टालो नै थपी, सियो धागो उधारोमा ऋणमाथि ऋण फेरि। त्यो चाहिँ अत्यन्त गरिबीको चाहिँ यो माथिल्लो सोचाइको गीत हो जस्तो मलाई लाग्छ। जो थुप्रै नेपालीहरू यसका पीडाका भागदार छौँ जस्तो मलाई लाग्छ। एउटा सकारात्मक सन्देशको गीत पनि पाइन्छ स्वाभाविक हो जस्तो मलाई लाग्छ। र यसरी अगाडि बढ्दै जाँदा युवाहरूलाई आह्वान गरेको एउटा सन्देशमूलक गीत पनि छ। युवा पुस्ता उठ अब सही बाटो रोज, समयसँग हिँड्ने गर परिवर्तन खोज। अर्को संयोगान्त भावको गीत छ। शिरमाथि जुन तारा जुने लियो रातमा, तिमी मेरो म तिम्रो अङ्गालो छ साथमा। प्रेमको पनि कुरा हुन्छ, त्यसलाई चाहिँ सँगै जोडेर लेख्नु भएको छ। यो घरबाट घर बेटी बा जहाँ नभन्न मलाई, पल्लो घरको झ्यालबाट हेर्छे चियाई चियाई। अर्को वियोगान्त भावको गीत असाध्यै मलाई एउटा भनिहाल्न मन लाग्यो। रित्तो कोठाको शून्यतामा, कतै हराउँछु कल्पनामा, कहिले उनको सम्झनामा डुब्दै गएछु भावनामा। यो गीतले साँच्चीकै राम्रो सङ्गीत र भने जस्तै स्वर पायो भने एउटा चाहिँ कालजयी सदाबहार गीत बन्न सक्छ भन्ने चाहिँ मेरो विश्वास हो। 111 नम्बरको गीतमा शब्द सङ्गीत बिना शब्द बुझेर पक्को गीतकारको रूपमा मैले ढिलो गरेँ जस्तो कुरा गर्नुहुन्छ। तर के भने हतारमा आएर गलत निर्णय गर्नुभन्दा ढिलो आएर सही काम गर्नु ठिक हो जस्तो लाग्छ। र त्यसले गर्दा यति गीतमा विविधता आउनुको कारण मैले हजारौँ मान्छेका लगायत हजारौँ अन्य विविध विषयका तस्बिरहरू खिचिरहँदाखेरि तिनले पनि कतै गीत लेख्नका लागि हच्किचाइरहेका हुन्छन् कि त्यसकारणले विषयमा पनि विविधता आएको हो कि भन्ने मलाई लाग्छ। र गीतकार डी.आर.लाई पुनः हार्दिक बधाई दिँदै गीतको चाहिँ वास्तविक सिद्धान्त भन्दा पनि मैले चाहिँ एउटा पाठकीय ढङ्गबाट पढिरहँदाखेरि जे चाहिँ मैले अनुभूति गरेँ त्यो कुरालाई अभिव्यक्त गर्ने प्रयास मात्रै गरेको हुँ। र आगामी दिनमा उहाँको लेखनको निरन्तरता हिम नदी चाहिँ निरन्तर बगेर सागरमा पुग्ने प्रयत्न गरिरहोस् र लेखनको उचाइ सगरमाथा चाहिँ अग्लिरहोस् भन्न चाहन्छु। धन्यवाद। धन्यवाद सन्तोष श्रेष्ठज्यू। समीक्षात्मक मन्तव्यका लागि अब शुभकामना मन्तव्यका लागि मैले आदरणीय दिदी वरिष्ठ गीतकार प्राज्ञ उन्नति बोहरा शिलाज्यूलाई हार्दिक अनुरोध गर्दछु।
सङ्गीतमय सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि माननीय उपकुलपति शम्भुजित बास्कोटाज्यू, नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, त्यस्तै आजका मुख्य नायक भन्छु म दिनेश राईज्यू, उहाँका ममतामयी माता, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू तथा अगाडि पनि आसीन अझ विशिष्ट व्यक्तित्वहरू, जसका कारणले यो माहौल अझ सङ्गीतमय बनेको छ। सम्पूर्ण सङ्गीतज्ञ, सङ्गीत प्रेमी, सङ्गीत मर्मज्ञको उपस्थितिले यो सङ्गीतमय वातावरण बनेको छ। त्यस्तै पत्रकार बन्धु, मिडियाका साथीहरू, उपस्थित विद्वान विदुषी र अन्य विधाका विशिष्ट व्यक्तित्वहरूमा मेरो हार्दिक नमन। एउटा सङ्गीतको विषयमा एउटा जुन उहाँलाई जानकारी छ र यो गीत सङ्गीत भन्ने कुरा के हो र कसरी लेखिन्छ, छन्दबद्धमा, लयबद्धमा, भावको कतै पनि विखण्डन भएको मैले पाइनँ। कतै पनि गीत सङ्गीत भनेको त्यस्तो हुनुपर्छ, सुरु भएदेखि अन्तसम्म तपाईँलाई डोराएर लैजान सक्नुपर्छ, खिचिराख्न सक्नुपर्छ, त्यसमा तपाईँलाई डुबाइराख्न सक्नुपर्छ। त्यो सशक्त गीतहरू चाहिँ मैले उहाँको पाएँ। सरल हेर्दै म आनन्दित भएँ। कति म चाहिँ आफ्नै मुखारबिन्दले उच्चारण गरेर पनि एक दुईजना मेरो छेउमा भएका मैले साथीभाइलाई पनि सुनाएँ। म आफै पनि त्यसमा एकदम आसक्त म भएको पाएँ र जीवनका विविध पाटाहरूलाई उहाँले समेट्नु भएको छ। जीवन दर्शन छँदैछ त्यहाँ, माया प्रेमका कुरा, जो जीवनका भोगाइ हुन्छ नि हाम्रो, हरेक कुरा हामीले बालापनदेखि एउटा जीवनको अन्तिम मृत्युसम्मको एउटा भोगाइका विभिन्न पाटाहरूलाई उहाँले समेट्नु भएको छ र विशेष गरी मानिसहरू प्रभावित हुने र त्यो भाव चाहिँ प्रेम भाव हो। हेर्नुहोस्, प्रेमाशक्ति, प्रेम, मिलन, माया प्रेमका कुराहरू त्यहाँ एकदम छताछुल्ल सचल्किएका छन् र त्यसमा आउने एउटा वियोगको पीडा, बिछोडको पीडा, यी सबै मिलन बिछोडका कुरा, यी सबै उहाँले त्यो एउटा यस्तो रूपमा चाहिँ उहाँले प्रस्तुत गर्नुभएको छ कि तपाईँलाई ठ्याक्कै समातेर राख्छ। त्यो चाहिँ उहाँको एउटा सशक्तता, एउटा चाहिँ कलात्मक एउटा चाहिँ प्रस्तुति दिने एउटा उहाँको एउटा कला हो, एउटा ढङ्ग हो, उहाँको आफ्नो शैली हो। त्यो बडो सशक्त छ, यसलाई कायम राख्नुपर्छ उहाँले अझै। तर यसो सशक्त गीतकार भइकन पनि यो गीतलाई चाहिँ उहाँले छोड्न पाउनुहुन्न, गीत लेखनलाई छोड्न पाउनुहुन्न र यस्तो मिठा मिठा गीतहरू जुन अहिले भाइहरूबाट प्रस्तुत भयो, हाम्रो गायक भाइहरूबाट कति एउटा मन्त्रमुग्ध गर्ने एउटा शब्द, त्यसका सङ्गीत र गायकी, त्यो सबै एउटा चाहिँ त्यसले चाहिँ सम्पूर्णता एउटा औपचारिकता, गीतको औपचारिकता त्यसले प्रस्तुत गरेको छ। यस्तो सशक्त गीतकार जसले चाहिँ एउटा साङ्गीतिक क्षेत्रमा भोलिको एउटा उज्जवल नक्षत्रको एउटा भविष्य सम्भावना बोकेको छ, त्यो उहाँलाई चाहिँ म अहिले नै शुभकामना, बधाई, हुन त म बधाई नै दिन आएकी हुँ, व्यक्त गर्न चाहन्छु। उहाँको जस्तो यो अलिकति म यो किताबको विषयमा प्रयोग गर्न चाहन्छु, थोरै दुई शब्द, किनभने लामो भइसकेको छ। जबसम्म मानिसले आत्मा बोध कुनै पनि कुराको तपाईँको आत्माले त्यसलाई बोध गर्नुहुन्न भने तपाईँलाई जति रटाए पनि, जति तपाईँलाई पढाए पनि, तपाईँलाई जति घोक्राए पनि त्यो कुरा महसुस गर्न सक्नुहुन्न। हेर्नुहोस्, त्यो कुरा उहाँले आत्मादेखि निस्किएको यो गीतहरू, उहाँको आत्मा बोलेको हो। यो उहाँको कतिपय कुराहरू, उहाँको भोगाइहरू बोलेको छ। उहाँका लेखनमा इमान्दारिता छ, उहाँले कुनै कुरा पनि छलकपट गर्नुभएको छैन, चाहे त्यो माया प्रेममा होस्, चाहे देश प्रेममा होस्, चाहे श्रम बेचेको कुरा गर्नुभएको छ, विदेशमा गएर श्रम नबेचौँ हाम्रो देशमा भन्ने कुराहरू पनि गर्नुभएको छ। त्यो कति एउटा चाहिँ संवेदनशील हुनुहुन्छ उहाँ, देशप्रति, एउटा मानव समाजप्रति भन्ने कुरा उहाँको यो गीतीय सङ्ग्रह, आजको यो आत्मा भाव, यो भाव उहाँको पोलिरहेको छ। यो सबै गीतहरूमा त्यो कुरा चाहिँ झल्किएको छ र उहाँले चाहिँ अब धेरै कुरा नगरौँ, उहाँलाई आगामी दिनहरूमा चाहिँ एकदमै अझ सशक्त, यो म सशक्त अझ पनि भन्दिनँ, सशक्तै हो, यसलाई कन्टिन्युटी दिनुपर्छ, निरन्तरता दिनुपर्छ भन्ने कुरा राख्दै उहाँलाई धेरै धेरै मुरी बधाई दिँदै र भोलिका दिनहरूको लागि हार्दिक शुभकामना व्यक्त गर्दै म यहाँहरूलाई आफ्नो दुई शब्द यही टुङ्गाएको जानकारी दिँदै म बिदा दिन्छु। धन्यवाद। इस आत्मभाव गीति संग्रहको विमोचनका प्रमुख अतिथिज्यू
आदरणीय सम्बोधित बास्कोटाज्यूलाई आफ्नो मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। नमस्कार। मञ्चमा आसीन यस सभाका सभाध्यक्षज्यू अनि नेपाल साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेखालीज्यू अत्यन्त प्रभावशाली व्यक्तित्व हुनुहुन्छ, जसलाई पनि जुनै पनि ठाउँबाट कुनै ठाउँमा पनि उपस्थित गराउन सक्नुहुन्छ। मसँगै एकदम उहाँको त्यो एउटा कवित्व, साहित्य क्षेत्र, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँले कमाउनु भएको सुकर्मको परिणाम हुन्छ। मञ्चमा आसीन मसँगै बस्नुभएका हाम्रा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गीतकार उन्नति बोरासिलाज्यू, वरिष्ठ अभिवक्ता हुन्छु म, तर म आफ्नै जातको भएको भएर मलाई गायक सङ्गीतकार भनेर भन्छु नार्जुनज्यू। यस कार्यक्रमका डिआरजी दिनेश कुमार राईजी, जो आजको आकर्षण व्यक्तित्व हुनुहुन्छ यस आजको दिनको। डिआरजीको प्यार पनि साह्रै राम्रो छ, हामी सबैलाई जति प्यार गरेर हुनुहुन्छ, प्यार पनि अत्यन्त राम्रो व्यक्तित्व हुनुहुन्छ। श्रद्धेय माता उहाँका, हाम्रो पनि माताश्री ममतामयी माताज्यू, सङ्गीतकार भाइ सन्तोष श्रेष्ठ अहिलेको अत्यन्तै लोकप्रिय हुनुहुन्छ। उहाँ अत्यन्तै राम्रो अहिले भाव गाएर जानुभयो। यतापट्टि अच्युत रमजी हुनुहुन्छ, हाम्रो पुरानो साहित्यकार साहित्य पत्रकार सङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ। र फेरि यतापट्टि छेउमा हेर्नुहोस्, तपाईँ हर दिन उहाँले चाहिँ तपाईँलाई यति मनोरञ्जन दिनुहुन्छ कि मैले भन्दाखेरि भाइ भन्छु। हामीले पनि धेरै सहकार्य गऱ्यौँ नेपाल प्रज्ञा प्रतिष्ठानको स्टेजमा, र नेपाली चलचित्र होस्, टेलिफिल्म होस्, या कुनै पनि अब हास्य अभिनेता शिवारीजी हुनुहुन्छ, र उहाँले प्रत्येक दिन रिसुटेर घरमा गएको बेला पनि हँसाइदिनुहुन्छ, र एउटा हाम्रो इनर्जी हो उहाँलाई पनि है। यस्ता व्यक्तित्वहरू यहाँ हुनुहुन्छ, र साथै तपाईँहरू यहाँ माझमा 1 2 3 4 क्यामेराको पछाडि बस्नुभएका हाम्रो स्रष्टाहरू कतिजना हुनुहुन्छ, यहाँहरू सबैमा म हार्दिक अभिवादन गर्छु। सञ्चारकर्मी मित्रहरूलाई यो किताबभित्र के गीतहरू, कस्तो गीतहरू छन् भनौँ, हामी अलिकति अलि दशक पुराना छौँ, र त्यही पनि गीतभित्र चिरफाड गर्ने क्रममा भाइ सन्तोषले सबै राखिसक्नुभयो। र अरू विशेष उहाँहरू छन्, म नार्जुनजीसँग पनि गीतभित्र हेर्दै केही कुरा सल्लाह गर्दै थिएँ, र मलाई यसको एक लाइन, मलाई यो गीत के हो, अग्रज स्रष्टाले के भने यो गीत बारेमा भन्ने विषयमा म यहाँहरूलाई एउटा सानो के यति चिज भनेपछि यो गीतले, यो किताबले सान्दर्भिकता भेट्ला जस्तो मलाई लागेको छ। आत्मभाव नामक गीत सङ्ग्रहका गीतकार हुन् डिआर दिनेश कुमार राई। उनका सबैजसो गीतहरू लयमा लेखिएका छन्, शैली पनि सरल छ, र पढ्दा पढ्दै त्यसै भित्रबाट भाका निस्कने खालका छन्। धेरैजसो गीतहरू प्रेम, विरह र मिलनका आधारित छन्, हृदयस्पर्शी छन्। केही गीत मुक्ति जस्ता छन् र घतिला छन्, तिनले दिलैबाट गाउँछन् र दिलैलाई छुन्छन्। यिनै शब्दका साथ गीतकार डिआर प्रति बधाईको साथ शुभकामना प्रदान गर्छु, माधव प्रसाद देवीले। यति भनेपछि हामीले के बोल्न पर्ला जस्तो मलाई लाग्दैन, किनभने यी स्रष्टा, अग्रज स्रष्टा राष्ट्रकवि माधव प्रसाद देवीले, जसका गीतहरू, उहाँले लेख्नुभएका गीतहरूबाट हामी धेरै आफ्नो भाकाहरू, धेरै आफूले लय सिर्जना गर्ने माध्यमहरू, जसले माध्यमङ्गले, जसले भनौँ गौरी जस्ता धेरै यस्ता कृतिहरू बनाउनु भयो। ती व्यक्तित्वले यो आत्मभाव किताबको गीतहरू, डिआरजीको गीत पढेर जुन उद्गार यहाँ जाने उहाँले दिनुभएको छ, त्यो भनेपछि मलाई लाग्छ हामी त हो अग्रजको पद मात्रै हो उहाँबाट गरेका, धेरै भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन। सम्पूर्ण कुरा यदि 8 लाइन 1 2 3 4 5 6 लाइनभित्रमा कविज्यूले राखिसक्नु भएको जस्तो मलाई लाग्छ। तर यद्यपि पनि उहाँपछि नेपाली सङ्गीतको इतिहास यस्तो एउटा इतिहास छ,
जसको कालखण्डहरू हुन्छन्, जुन कालखण्डमा प्रत्येक त्यस बखतका व्यक्तित्वहरूले, त्यस बखतका स्रष्टाहरूले सृजना गर्ने सङ्गीतकर्मी हुन्, गीतकार हुन्, गायक हुन्, सबैले आफ्नो आफ्नो एउटा कालखण्डलाई समात्दै आएका हुन्छन्। त्यो कालखण्ड समात्ने क्रममा धेरैजसो सबैले त्यही एउटा चिज पछ्याएका हुन्छन् र त्यही चिजबाटै उनीहरू सफल भएका हुन्छन् र त्यही चिजबाटै उनीहरू प्रसिद्धि कमाएका हुन्छन् कि जसले आफ्नो नेपालभित्रको गीतकार हुन्छ, अरू बाहिर अरू देशको गीतकार हुँदैन। उसले त्यसलाई अङ्ग्रेजीमा ट्रान्सलेसन गरोस् या बङ्गालीमा गरोस् या हिन्दीमा गरोस्, कुनै भाषामा पनि गरोस्, तर त्यो नेपाली गीतकार हुन्छ, त्यो नेपाली सङ्गीतकार हुन्छ, नेपाली गायक हुन्छ। त्यो फोटोग्राफीमा उहाँले धेरै चाहिँ आफ्नो चाहिँ राम्रो प्रसिद्धि कायम पनि गरिसक्नु भएको छ र त्यो चित्र कोर्ने मान्छे, फोटो खिच्ने मान्छेको भावनाभित्रप्रति यो गीतमा म चाहिँ के भन्छु भने त्यो सरल शब्द भए तापनि त्यसलाई अलग्गै सङ्गीतबद्ध गर्नु राम्रो हुन्छ कि जस्तो मेरो फिल हुन्छ। किनभने त्यही निक्लेर गीत हेर्ने बित्तिकै सरल त्यही लय आयो भन्ने बित्तिकै त्यही लय हालेर त्यस्तै त्यस्तै लय भएर जान्छ। फेरि त्यसले अलग लय आउनुपर्छ। उनीहरूले के दिन्छ भने फिलिङ्स दिन्छ, त्यो के भन्न खोजेको छ, के बोल्न खोजेको छ गीत शब्दहरूले। त्यो शब्दहरू त्यहाँभित्र हुन्छ, तर उसको शब्दले जे भने तापनि शब्दको फिलिङ त्यहाँनिर बोकेर अलिक अलगपनबाट उसलाई लय र सङ्गीत हाल्नु सक्यो भने त्यसले प्रसिद्धि कमाउँछ कि जस्तो मलाई लाग्छ। किनभने आफ्नो आफ्नो स्टाइलमा जानुपर्छ। किनभने शब्दले जे बोले पनि सङ्गीतकारहरू भिन्न भिन्न भागमा जाउँ भन्ने म कामना गर्न चाहन्छु। यो कुरामा गीतहरू धेरै राम्रो छन्। अब अहिले नै हेरेन सुने, अहिले यही भर्खरै मात्रै उहाँका कृतिहरू हामीले सुन्न पायौँ अहिलेका भाइहरूबाट। उहाँले भन्दै हुनुहुन्थ्यो अरू यसका जुन गायकहरू छन् उहाँको उपस्थिति भएन र मैले नेउला भाइहरूलाई गाउन लगाएँ भन्ने कुरा गर्नुभएको थियो। मलाई चाहिँ ठिक गर्नुभयो भने मैले उहाँलाई किन भन्नुहुन्छ भने यो सृजना हो, उहाँले गर्नुभएको रचनाको सृजना हो, सङ्गीत गर्नुभयो सङ्गीतकारजीले। यसमा आवाज धेरैले दिन सक्नुहुन्छ, केही फरक पर्दैन। सङ्गीतकारले र रचनाकारले बनाएको गीतमा त्यसैले गाए पनि हुन्छ। तर पनि मलाई के लाग्यो भने आज राई भाइ, परियार भाइ, गौतम भाइले चाहिँ मिठोसँग गीतहरू उहाँको गीतलाई चाहिँ ती स्रष्टाले गाए तापनि उहाँले गाएर चाहिँ सुनाउनु भयो। हामीले मनोरञ्जन लियौँ र भरपुर मनोरञ्जन लियौँ, मजा आयो। हामीलाई बरु नौलो लाग्यो, के आवाजहरूमा नौलोता आयो, अलिक बिग्र आयो भन्न आउँछु म। त्यसले गर्दाखेरि प्रसिद्धि कमाउनु आफ्नो ठाउँमा छ, त्यो आफ्नो ठाउँमा छ। जस्तो अहिले मलाई लाग्यो अहिले एउटा कम्पोजिसन लास्टमा सुन्ने मैले कता कता हाम्रो बेलामा पनि गुन्जे बेला एउटा हुन्छ नि त्यस्तो एउटा केही फिलिङ आउँछ सङ्गीतमा। यो हाम्रो ज्ञानी निरोला भाइले सङ्गीतबद्ध गर्नुभएको गीत मलाई मिठो लाग्यो। त्यो गीत पनि मिठो छ। हाम्रो सन्तोषजीले गर्नुभएको अघिल्लो गीत थियो, त्यो पनि त्यति मिठो छ। डिआरजीले यति प्रसिद्धि कमाइसक्नु भएको छ, धेरै पुरस्कृत पनि भइरहनु भएको छ, भने सम्मानित पनि भइसक्नु भएको छ। नेपाली गीते आकाशमा डिआर भनेको कुनै त्यो मलाई नौलो नाम जस्तो लाग्दैन। उहाँले यो डल्याए तापनि, उहाँको यो किताब बजारमा नआए तापनि, नभए तापनि उहाँ पहिलेदेखि लागिरहनु भएको छ। उहाँको गीत मैले पनि गरेँ, मलाई धोका दिनुभयो होइन, सो जोक हो, वान इन जोक्स भनेको मतलब उहाँको एउटा गीत मेरो स्वरूप राजाचार्यले गाउनु भएको थियो। त्यो गीत राम्रै छ जस्तो लाग्छ मलाई। अनि उहाँले त्यसलाई भिजुलाइज गर्छु भनेर सरको गीत म भिजुलाइज गर्छु एकदम मनोरञ्जन भन्दा भन्दै आज बेला त्यो गीतको विमोचन पनि म आइपुगेँ। राम्रो कुरा छ। र जस डिआरजीलाई म एउटा कुरा के भन्छु भने अघि पनि भने अत्यन्तै प्यार भएको, भने प्यार भनेको पब्लिक रिलेसन र सबैलाई आफ्नो ठाउँमा माया गरेर राख्ने एउटा यसो हेर्दाखेरि जर्साब हो कि प्रको सैनिक हो कि कुनै फोटोमा थियो पर्सनालिटी, तर पनि भातभित्र हृदयमा यति मिठो गीतहरू, यति राम्रा शब्दहरू उहाँले लेख्नु भएको छ। मैले भन्छु यो उहाँका गीत शब्दहरू उहाँले जुन मूल्य राख्नुभयो नि 7,000 मात्रै राख्नुभयो, 10,000सम्म त हाल्यो हुन्थ्यो, अलिक कम भयो। किनभने तपाईँलाई कुनै गायकले राम्रो गायकले गाउँदाखेरि 20,000 कुनै सङ्गीतकार राम्रो चलेको सङ्गीतकारले 20,000 कम गर्दैन। तपाईँ आफ्नो गीतलाई किन राख्नुहुन्छ 7,000 10,000 राख्नु। त्यसले गर्दा मैले के भनेको भने उहाँको जुन उहाँले एउटा कुरा आफ्नो मूल्य आफै राख्ने हो। अनि उहाँले मैले धेरै कम मात्रामा उपस्थिति देख्छु, तर उपस्थिति जहाँ आउँछ डिआरजीको अत्यन्त प्रभावशाली भएको देखिन्छु। आज यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल देश सर्जक डिआरको गीत सङ्गीत जुन आज विमोचन गरेर हामीहरू सबलाई बसाएर एउटा उहाँ राम्रो गीतकार हुनुहुन्छ भन्ने कुरामा साँच्ची मात्र होइन कि हामीले यतिसम्म महसुस गर्यो कि उहाँको अगाडिबाट हामीले केही कम गीत लेख्छौँ जस्तो अनुभव भएको छ। त्यो राम्रो देख्नु भएको छ।
हुन त हामी पनि गीत लेख्छौँ, हामी पनि गीत लेख्दै आएका हौँ, गीत धेरै छन्। तर यद्यपि पनि हाम्रो बखत घरमा पढ्न जा भने पैसा दिएर अन्त पठाउँथ्यो, कहाँ नआउने यस्तो किताब निकाल्ने जमानै थिएन। तपाईँ त भाग्यमानी मान्छे निकाल्नु। यस्तो गीतहरू जो निक्लिँदै आएको छ, एउटा इतिहास हो। इतिहासमा डिआरजीले यो आत्मभाव राखेर जीले भने पनि ठगाइ नराख्नुहोस्, लेख्दै जानुहोस्, किनभने यो यस्तो गहराई हो। एउटा मेरो गुरुले भन्छ तिमी काम कति गरे भनेर कहिले पनि नसोच र म कति उमेर पुग्यो भनेर पनि नसोच भन्छु मेरो गुरुले। गर्दै जाने हो। उमेर आफै कटिरहेको हुन्छ। तपाईँले होइन म काम छोएर बस्छु भनेर हुँदैन, उमेर बढिरहेको हुन्छ। काम तपाईँले गरिरहनुहुन्छ। त्यस कारण काम र उमेर कहिले नगर्नुहोस्, अगाडि बढ्नुहोस्, नछोड्नुहोस्। राम्रो छ र यो गीतहरूले मलाई अवश्य पनि लाग्छ राम्रो। जसरी एउटा गीतकार सर्जकले गीत लेख्नुभयो भने राम्रो, जस्तो सन्तोष भाइहरू, जस्तो अघि दिदी भाइ, अर्को हाम्रो चाहिँ सुरेश अधिकारी, यस्ता सङ्गीतकार कर्मीहरूले यसलाई छोएर मिठा मिठा सिर्जना गरेर अहिले आएका आवाजहरूमा पनि जान सक्यो भने यसले अझै राम्रो चाहिँ एउटा पाउँछ भन्ने मलाई लाग्छ। र अत्यन्त मिठा गीतहरू छन्, भनौँ रोमान्टिक पनि छन्, सेन्टिमेन्टल पनि छन्, चलचित्र क्षेत्रलाई पनि समेट्ने खालका गीतहरू छन्। विभिन्न किसिमबाट एकै ठाउँमा प्रस्तुत हुनुभएको छ। यहाँनिर भजन भाव पनि छ, राष्ट्रिय पनि छ। धेरै गीतहरू हेरेँ मैले, यहाँ धेरै गीतहरूमा पनि पढेँ, अघि पढ्दै आएको हो र उहाँले धेरै राम्रो गीत लेख्नु भएको छ। र म नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको तर्फबाट पनि उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छु र एज अ सङ्गीतकर्मीको नाताले उनी बधाई दिन चाहन्छु। र यहाँ उपस्थित विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू पनि हुनुहुन्छ, यहाँ महासचिवज्यूहरू हुनुहुन्छ। अब मैले मिलन मुक्तानजीलाई मैले अघि सम्बोधन गर्न थिएँ, उहाँ पनि वरिष्ठ सङ्गीतकार हुनुहुन्छ र उहाँले अहिले नेपाली साङ्गीतिक सङ्घलाई होनार किसिमले हाँकिरहनु भएको छ। अनि यस्तो व्यक्तित्वहरूको बिचमा उहाँले आज हामीलाई बोलाएर यो गीतको चाहिँ विमोचन गराउनु भएको छ। र हाम्रो टन्डनजी पनि आउनु भएको छ। अब कहाँ यो स्वास्थ्य क्षेत्रको व्यक्तित्व, हस्पिटल चलाएर बस्नुपर्ने मान्छे कति बिरामी आइसक्यो होला, तर मक्किन भएर बसिरहनु भएको छ। एलबी टन्डनजी, लौबहादुर टन्डनजी पनि बस्नु भएको छ। अहिले सबै पत्रकारै कलाकार उहाँको मैनाजीलाई अस्ति अमेरिकामा भेटेको यही देखिसक्यो मैले। आज उहाँ अहिले टोरन्टोमा भेटेको मान्छे भेटिरहेको छ। कस्तो मान्छे आफ्नो तुलसीजी हुनुहुन्छ। अनि यो सबै के भने उहाँको प्यार हो, उहाँको प्रेम हो, उहाँको गीतलाई मन पराउने तपाईँहरू सबैलाई म चाहिँ धन्यवाद बधाई पनि भन्न चाहन्छु। र यो मायाको चिनो प्रदान गरिदिनुको लागि म आजको यस कार्यक्रमको अध्यक्षता गरिरहनु भएका आदरणीय दाइ राधेश्याम लेङ्काजीज्यूलाई अनुरोध गर्दछु। त्यसपछि उन्नति शिला बोहराज्यू, स्रष्टाज्यूको ममतामयी माता श्रीमती कमला कुमारी राईज्यू, यसपछि वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठज्यू, धीरज राई, विनोद राई, यसपछि रामबाबु सुवेदीज्यू, स्काई टेलिभिजन राजन श्रेष्ठज्यू, पन्तज्यू, नारायण मैनालीज्यू, शङ्कर भारतीज्यू, मणिराज सिंहज्यू, निराजन गोर्खा एफएम, विनय दोष थापाज्यू, कमला रिसाल विकेज्यू,
भगवती रोक्काज्यू, विजय ध्वज थापाज्यू, कमला साक्यज्यू, प्रद्युम्न श्रेष्ठज्यू, किताबको लागि बधाई। भयो होला भन्ने मलाई विश्वास छ र शिवजीले खिचे सुशान्ता राई र अनुपा राई बहिनीज्यूहरूलाई पनि यहाँको धैर्यताको लागि धेरै धेरै धन्यवाद गर्दै सभा विसर्जनको लागि मैले अनुरोध गरिसकेँ आजको यस कार्यक्रमका सभा अध्यक्षज्यूलाई। उहाँले कार्यक्रम चलाउनु भयो, त्यसको लागि म फेरि पनि कृतज्ञता व्यक्त गर्छु। कार्यक्रमका प्रमुख अतिथिज्यू उन्नति शिला बोराज्यू प्रति पनि धन्यवाद र कृतज्ञता व्यक्त गर्छु। यसै गरेर सन्तोषजी जो सङ्गीतकार हुनुहुन्छ र साह्रै सक्रिय पनि हुनुहुन्छ, उहाँप्रति म कृतज्ञता र धन्यवाद व्यक्त गर्छु। उहाँले साह्रै सुन्दर ढङ्गले यो कृतिको बारेमा बोल्नुभयो, समीक्षा गर्नुभयो। मिलनजी र म गाउँले पनि हौँ, मिलनजी र मैले धेरै सहकार्य पनि गरेका छौँ, चाहे इलाम महोत्सवको बेलामा होस् या अन्य बेलामा होस्। र उहाँले नेपाली सङ्गीतको क्षेत्रमा धेरै योगदान पनि दिइरहनु भएको छ। नयाँ नयाँ पुस्ताहरू छु। मञ्चमा रहनुभएका अर्का मेरा साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष र अहिले विशेष कार्य समितिका सदस्य हुनुहुन्छ अच्युत रमण अधिकारी, उनीहरू छ। अहिले मैले यहाँ 2 लाइनमा व्यक्त गर्न सक्दिनँ। म उहाँप्रति पनि धन्यवाद र कृतज्ञता गर्नुपर्ने स्रष्टा दिनेश कुमार राई अर्थात् डिआर सायद जोसँग मेरो 2-3वटा सहकार्य हुन्छ। एउटा अहिले अनामनगरमा हामी छिमेकी पुग्नुहुन्छ, अर्को इलामेरीहरू हामी झन्डै 50,000 को हाराहारीमा काठमाडौँमा छौँ, कार्य समितिको सदस्य हुनुहुन्छ। हामी कुनै पनि बेला कसैलाई केही पर्दाखेरि तुरुन्तै तयार हुन्छको सहकार्य छ। त्यस्तै उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सदस्य पनि हुनुहुन्छ र त्योदेखि बाहेक पनि यो सुन्दर कृति आत्मभाव नेपाल च्याप्टरलाई दिनुभयो, त्यसको लागि पनि म कृतज्ञता व्यक्त। राष्ट्रिय नेपाली साहित्य सम्मेलन केही हप्ता अगाडि जापानमा भएको थियो। उहाँलाई पनि थाहा नदिकन दिनेशी यो मलाई केही प्रति चाहियो, प्रकाशक हैसियतले वचन भइसकेको छ। त्यस्तै इलामेली समाज हङकङमा पनि छ। त्यो इलामेली समाज हङकङले पनि यसको विमोचन गरिसकेका छ केही हप्ता अगाडि मात्र। त्यसकारणले आज यो नेपालमा तेस्रो पटक यो विमोचन हुन गइरहेको छ र यो कृति साँच्चै धेरैले मन पराइदिनु भएको छ र आज जतिले बोल्नुभयो साँच्चै यो कृति उत्कृष्ट रहेको पनि मैले महसुस गरेको छु। यद्यपि उहाँको प्रमोद खरेल, स्वरूप आचार्य जस्ता वरिष्ठ गायकहरूले पनि गाउनु भएको छ। एउटा त समुदायले पनि अघि भनिसक्नुभयो। र डिआरको विशेषता के हो भन्दाखेरि एकातिर व्यवसाय हो, डिआर फोटो स्टुडियो यहाँ चोकमा छ, र अर्कोतिर उहाँ सर्जक हो। र त्योदेखि बाहेक अर्को उहाँको दायित्व भनेको सामाजिक योद्धा अभियन्ता पनि हुनुहुने र सामाजिक दायित्वको लागि उहाँले धेरै अनेक कामहरू गर्नुभएको छ। त्यो सबै बयान गरेर साध्य हुँदैन र डिआर प्रति फेरि पनि यो विमोचन समेतको दायित्व हामीलाई सुम्पिएकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र साहित्यिक पत्रकार जसको विशेष कार्य समितिको पनि म अध्यक्ष छु, दुवै संस्थाको तर्फबाट म कृतज्ञता र धन्यवाद व्यक्त गर्छु। हामी जस्ता आमा नहुनेहरूलाई आमाको धेरै महत्त्व हुन्छ र यति बेला 85 टेक्नुभएका आमा यति बेला यहाँ छोरासँगै बस्नु भएको छ र आमाले आफ्नो छोराको लागि जुन यहाँसम्म आएर जुन यो आशीर्वादको लागि आफ्नो उपस्थिति जनाइदिनु भएको छ, आमाप्रति म साह्रै नै श्रद्धा व्यक्त गर्छु। र यहाँ मञ्चमा हुने साथीहरूलाई कमला बहिनी यो मालाहरू ल्याइदिनु न, आमालाई एकचोटि अभिनन्दन गरौँ माला लाएर सबैले। र यहाँ आएर त्यो माला लगाइदिन पनि म आग्रह गर्छु। यो
खोज्दै जाउँला केही छैन। तर यो आमाप्रतिको श्रद्धा हो। हामीले सबै कुरा पाउन सक्छौँ, आमा पाउन सक्दैनौँ। र त्यो यो 85 वर्षको उमेरसम्म जुन आमाले दिनेशलाई जुन माया गरेर बसिरहनु भएको छ, इलामको त्यो सुन्दरता हामी दार्जिलिङ र इलामलाई तुलना गर्छौँ। दार्जिलिङ चाहिँ कुदिएको ढुङ्गा हो र नकुदिएको हिरा इलाम हो भन्छौँ हामी। र त्यो हिरालाई छोडेर उहाँ यहाँ आउनु भएको छ। र यस अर्थमा पनि आमालाई सबैले अभिनन्दन गरौँ भन्ने म चाहन्छु। होइन, यो चाहिँ मैले वास्तवमा दिनेशजीलाई पनि सरप्राइज दिएको थिएँ। यति बेला नयाँ कार्य समितिको सङ्घारमा उभिएको छ। हामी केन्द्रीय समितिको नयाँ कार्य समिति चयन गरेका छौँ। भर्खरै हामीले वासिङटन डिसीमा त्यो रजत जयन्ती समारोह सम्पन्न पनि गऱ्यौँ। र यो रजत जयन्ती समारोहको अवसरमा हामीले स्मारिका, महिला स्मारिका लगायतको अनेक कृतिहरू पनि प्रकाशन गरिरहेका छौँ। र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको तर्फबाट आज फेरि पनि एकपटक सबैप्रति कृतज्ञता व्यक्त गर्दै दिनेशको लेखन, डिआरको लेखन निरन्तर रहोस्। डिआरको गीतहरू सर्वप्रिय रहन्। साँच्चै डिआरको गीतले सबैको मन छुओस्, अहिले पनि छुइरहेको छ। र डिआर जसले आफ्नो गीती सिर्जना यात्रालाई मात्र होइन, साहित्यिक सिर्जना यात्रालाई पनि अगाडि बढाइरहेको छ। अर्को विषय हो र विभिन्न विषयमा एउटा सिर्जना गर्नु डिआरको विशेषता पनि हो। र डिआरलाई म यस अर्थमा पनि बधाई दिन्छु कि डिआरले साँच्चै यो साहित्यिक यात्रामा जुन आफ्नो योगदान दिइरहनु भएको छ र यो डिआरको यो यात्रा निरन्तर जारी रहोस्। डिआरले थप सिर्जनाहरू गर्न सकुन्। हामीले यो किताब वितरण गरिदिनु होला र यो किताब पढेर डिआरलाई साँच्चै नै माया गर्ने तपाईँहरू सबैले कमसेकम डिआरलाई प्रतिक्रिया जनाइदिनु होला, ताकि डिआरले अगाडिको यात्रालाई अझ सजग भएर अगाडि बढुन्। डिआरको गीतहरूमा प्रेम त छँदैछ, त्योदेखि बाहेक राष्ट्रियता पनि छ, चेतनाको प्रभाव पनि छ। यो डिआरको विशेषता पनि हो। र डिआरलाई म एकपटक पुनः बधाई ज्ञापन गर्छु। र आजको यस विशेष समारोहमा यहाँहरूले हाम्रो एउटा निमन्त्रणलाई स्वीकार गरेर यहाँसम्म पालिदिनु भयो। म हाम्रा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र यहाँहरू सबै र सञ्चारकर्मी मित्रहरू सबैमा कृतज्ञता व्यक्त गर्दै, हार्दिक धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्छु। र एउटा सामूहिक फोटोको लागि सबै मायाको चिन्ह ग्रहण गर्ने सबै साथीहरूलाई पनि म आग्रह गर्छु यहाँ एउटा सामूहिक फोटो दिन, र पत्रकार मित्रहरूलाई पनि। आजको यो कार्यक्रम अत्यन्तै राम्रो र अत्यन्तै भव्य र सभ्य भएको मैले महसुस गरेको छु। यो कार्यक्रमले गर्दाखेरि पनि अझ मलाई गीत लेख्ने, गीत रचना गर्ने, अरू नयाँ नयाँ सिर्जना गर्ने चाहिँ मलाई अझ ऊर्जा मिलेको छ। र भोलिको दिनमा मैले पनि अरू पनि नयाँ नयाँ सिर्जनाहरू, नयाँ नयाँ कृतिहरू निकाल्ने म आजको कार्यक्रमले मलाई चाहिँ अरू थप बल प्रदान गरेको छ। भोलिको दिनबाट अरू कामहरू गर्न र अरू सिर्जनाहरू गर्नमा अझ लागि पर्ने छु। यहाँहरूलाई म यो कुरा चाहिँ अवगत गराउन चाहन्छु।